डाक्टर साहबको यहाँ अब अफ्थेल्मोलोजी भन्ने चाहिँ आइजको लागि छ, यो चाहिँ स्पेसलिस्ट भनेर भनिन्छ अहिले। हजुर सर। अब गान्तोकमा पनि यस्तो इक्विपमेन्ट्सहरू छैन जतिको नाम्चीमा छ। अहिले गान्तोकबाट नि यिनै नाम्चीमा रेफर गरिन्छ। तपाईँ ट्रिटमेन्ट गर्दा के असुविधाहरू छ, के सर्टकमिङ्सहरू छ, तपाईँको के भन्नु छ यसमा? सर एक्चुअली हाम्रो यो जुन चाहिँ नयाँ हस्पिटल बनेको छ नाम्चीमा, अब गभर्मेन्टले त धेरैवटा मसिन्सहरू चाहिँ हामीलाई प्रोभाइड गरेको छ। अनि यो थुप्रो मसिन्स भएकोले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यसलाई चाहिँ अहिले त अब चलाउने मान्छे चाहिँ कम्ती, अब स्टाफ म्यान पावर चाहिँ एकदमै कम्तीमा भइरहेको छ। हामीलाई जो हाम्रो स्टाफहरू यहाँ थियो उनीहरूलाई चाहिँ फेरि ट्रान्सफर गरेर अहिले अरू जग्गा लगेको छ। त्यसले गर्दाखेरि अलरेडी वी हेभ टक टु द स्टेट प्रोग्राम अफिसर र उहाँहरूले पनि फाइल चाहिँ मुभ अन गर्नु भइसकेको छ। र स्टाफ एडिक्वेट स्टाफ आयो भने दिन क्वालिटी अफ सर्भिस दिन आई थिङ्क वी क्यान प्रोभाइड इट अन अ लार्जर स्केल। अन्त के हुन्छ भन्दाखेरि अब यो इयर अब हाम्रो रेटिनाको लेजरहरू पनि इन्स्टल हुनु आँटेको छ। अब मसिन अलरेडी आइसकेको छ भन्दैछ। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि ट्युजडे र थर्सडे दिन हामी दिन ओटी गर्दैछौँ र ओटी गर्दैछौँ र अरू दिनमा दिन अब त्यो दिन हामीले मिलाएर मन्डे वेडनेसडे फ्राइडे दिन हाम्रो ओपिडी डेज हो र यही ओपिडी र ओटी डेजलाई नै मिलाएर दिन हामीले अब जस्तो यो भिजुअल फिल्ड भयो, ओसिटी भयो, फन्डस फोटोग्राफी भयो, एफएफए भयो, यो अर्को एउटा अलादिन भन्ने मसिन छ जसबाट हामीले कर्नियल टोपोग्राफी गर्न सक्छौँ, कर्नियल थिकनेसहरू हेर्न सक्छौँ र थुप्रो प्रकारको बिमारीहरू दिन हामीले यहीँनिर दिन अब विदिन आवर स्टेट दिन फर्स्ट लाइन अफ ट्रिटमेन्ट दिन हामी दिन सक्छौँ। र अहिले वी हेभ अलरेडी स्टार्टेड अब रेटिनाको हामीले इन्जेक्सन्सहरू वी हेभ स्टार्टेड अब हामीले गर्न थालेको छौँ। अलमोस्ट इट्स अ रुटिन प्रोसिडियर एज अफ नाउ। र कतिजना पेसेन्ट दिन अब बाहिर जानु परेको छैन। र आँखाको के हुन्छ भन्दाखेरि बाहिर जानु एउटा ह्यासल पनि हो, किन भन्दा पेसेन्टलाई अब अपरेसन गरेर आएपछि कोही बेला फेरि 2 हप्ता 3 हप्तामै फर्किने पर्ने हुन्छ। तर अब दिन हाम्रो पेसेन्टहरू दिन के हुँदैछ भन्दाखेरि दिन अब अल ओभर सिक्किम भयो, कतिजना पेसेन्टहरू कालिम्पोङ दार्जिलिङबाट जो आउनुहुन्छ उहाँहरूलाई दिन यो हाम्रो यो सेन्टर दिन अलिकति नजदिक पर्यो र उनीहरूलाई यता आउनुमा केही ह्यासल पनि बेसी छैन। त्यसले गर्दाखेरि हामीले क्लोज फलोअप पनि गर्दैछौँ। 1 विकमा बोलाउनेलाई 1 विकमा बोलाउँदैछौँ, 2 विकमा बोलाउनेलाई 2 विकमा पनि बोलाउँदैछ सर। तर अब त्यही हो, अहिले दिन हाम्रो सबसे डरलाग्दो सर्टकमिङै हाम्रो दिन म्यान पावर हो। हजुर, अन्त त्यो म्यान पावरको लागि दिन सर ट्रेन म्यान पावर। हजुर हजुर, किन भन्दा त्यो म्यान पावर दिन हाम्रो दिन बेसिकली अप्थाल्मिक टेक्निसियन्सहरू हुन्छ, अप्थाल्मिक एसिस्टेन्ट्सहरू, दे आर भेरी वेल ट्रेन्ड। किन भन्दाखेरि त्यो मसिन अपरेट मात्रै गरेर भएन, त्यो प्याथोलोजी पनि बुझ्नु पर्यो, कसरी त्यो पेसेन्टलाई ह्यान्डल गर्नुपर्ने हो भनेर दिन हुन्छ। र अप्थाल्मिक ब्याकग्राउन्ड भएको यो ट्रेन म्यान पावर दिन हामीलाई एकदमै अहिले जरुरत छ सर।